रहेछ। तपाईहरुले पनि यो विषयमा धेरै ठाउँहरुमा विभिन्न खालका ट्रेनिङहरु, सेसन्सहरु, वर्कसपहरुमा सहभागी हुनु भएको छ। अभिभावकहरुकै रूपमा प्रतिनिधित्व गर्नु भएको छ। तपाईहरुको अनुभवहरु पनि यो धेरै महत्त्वपूर्ण छन् र यी अनुभवहरुबाट आज हामी एकअर्कामा बाँड्ने छौं। अब हामीसँग अलिकति म कहाँबाट जाम भने मलाई लाग्छ दैनिक अभ्यासका विषयहरु म जान्न चाहन्छु। हामी असेसमेन्टको विषय हामीलाई धेरै ठूलो च्यालेन्ज हो। तपाईहरु कति जना स्कुलले होमवर्क दिनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ? एकदमै आज खुलेर भनिदिनुस् है, होमवर्क दिनुपर्छ, होमवर्क नभइकन बच्चाको सिकाइ हुँदैन भन्ने माइन्डसेट, त्यो विचार कतिले बोक्नुहुन्छ? यसो हातलाई यसो माथि गर्नु। अलि लाज लाग्यो भने यति गर्नुस्, म देखिहाल्छु। कतिजना होमवर्क भन्ने हुँदै हुँदैन, यो दिन आवश्यकै छैन भन्ने हात उठाउनुहोस्। मैले अहिलेसम्म 2-3 जनाको भेटाएँ, एकजनाको यति थियो, त्यो अलि माथि उठाउनु भयो। भनेको हामी यहाँ करिब 60-70 जना छौँ होला, 80-90 जना छौँ होला। त्यति मध्ये 3 जना चाहिँ होमवर्क दिनै हुँदैन भन्ने पक्षमा हुनुहुन्छ, अनि अलि बढी चाहिँ होमवर्क दिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ। अलिअलि दिनुपर्छ, धेरै हुँदैन भन्ने कतिजना हुनुहुन्छ? यसो भनेको त्यो मध्यमार्गी बाटोमा अलिक धेरै हुनुहुन्छ। मलाई स्कुलले होमवर्क कसरी दिनुहुन्छ म त्यो थाहा छैन मलाई, तर शान्ति म्याम आफै यो विषयमा धेरै पढ्नु भएको हुनाले उहाँले एज अ प्रिन्सिपल मेन्टेन गर्नुभयो होला भन्ने विश्वास राख्छु। मैले कोही पनि अभिभावकहरू धेरैलाई चिनेको छु, तर यहाँ आउनुभन्दा अगाडि मैले कसैलाई पनि सोधेको छैन। त्यहाँको प्र्याक्टिस के छ भनेर मैले सोधेको छैन। मेरो धेरै चिनेको साथीहरू नै हुनुहुन्छ, उहाँको बालबच्चा हुनुहुँदो रहेछ। अब म यसको बारेमा हाम्रो फ्रेमवर्क के छ नेपालको र हामी कस्तो अभ्यासमा छौँ, हामी के गर्दा राम्रो हुन्छ होला, विश्वभरिको अभ्यासहरूले के भन्छ भन्ने कुरालाई अलिकति ब्यालेन्समा म तपाईँहरूको बिचमा सेयर गर्न चाहन्छु। तपाईहरु कतिले क्यास सिस्टम अथवा कन्टिन्युअस असेसमेन्ट सिस्टम, जसलाई हामी नेपालीमा निरन्तर मूल्याङ्कन पद्धति भन्छौँ, यसको बारेमा सुन्नु भएको छ? हजुर शिक्षाकै हो। क्यास सिस्टम, कन्टिन्युअस असेसमेन्ट सिस्टम थोरैले सुन्नु भएको छ, एकदम थोरैले, किनभने तपाईहरु शिक्षामै हुनुहुन्छ अथवा शिक्षा नजिकबाट बुझ्नेले सुन्नु भएको छ, तर धेरैले यो विषयमा सुन्नु भएको छैन। कतिजना यहाँ हुनुहुन्छ जसले आफ्नो बच्चालाई जाँच लिनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ, एक्जाम नभइकन हुँदैन भन्ने कतिजना हुनुहुन्छ? जाँच हुनुपर्छ, जाँच लिनुपर्छ स्कुलले, 2 घण्टा जाँचमा बच्चालाई राखेर मूल्याङ्कन गर्नुपर्छ, फर्स्ट सेकेन्ड थर्ड के छ थाहा पाउनुपर्छ भन्ने बुझाइ तपाईँहरूको हात उठेको बुझाइ। कतिजना लिनु हुँदैन, एक्जाम भन्ने लिनै हुँदैन, त्यसरी मूल्याङ्कन गरिनु हुँदैन भन्ने बुझाइबाट भन्नुहोस् है, बुझाइ आफूले बुझेको कुराबाट हात उठाउनुहोस् त। लिनै हुँदैन भन्ने एकजना र एकजनाको अलिक तल छ, ठिक छ, थ्याङ्क यू। यसको पनि मैले भाव बुझिसकेँ, किनभने यो तपाईँहरूको मात्र कुरा होइन, मलाई लाग्छ नेपालको अधिकांश ठाउँहरूमा जाँदा सायद उठ्ने हातहरू यस्तै रेसियोमा 1% हातहरू उठ्ने गर्छन् मैले सोधेको प्रश्नहरूमा। हामीसँग एउटा पुरानो मानसिकता छ, एकदमै पुरानो मानसिकता छ। त्यो चाहिँ हाम्रो यङ लर्नर्सहरू भन्छौँ हामी, एकदमै भर्खरका युवाहरू, भर्खरका बालबालिका, युवा पनि नभन्नु, बालबालिकाहरू, जसलाई चाहिँ एकदम धेरै पढाइनुपर्छ भन्ने हामीसँग एउटा सोच छ, धेरै पढाइनुपर्छ भन्ने छ। हामीसँग असेसमेन्टको अथवा उनीहरूको मूल्याङ्कन गर्ने तरिकाहरू हामीसँग पुरानो ढर्रा जे छ त्यही ढर्राबाट हामी जानुपर्छ भन्ने सोच पनि छ। त्यसै गरी अहिलेको समयमा विभिन्न खालका एजुकेसनल सिफ्ट भन्छौँ हामी, टिचिङ लर्निङमा भनौँ, शिक्षण सिकाइमा धेरै खालका सिफ्टहरू आइरहेको छ, परिवर्तनहरू आइरहेको छ। त्यो परिवर्तनहरूलाई त्यति छिटो आत्मसात गर्न हामीले सकिरहेका पनि